के भन्नु फ्यामिली भयो एक बढी के सब चिज छ जस्तो फोटो लिनुलाई थाहा नि त जाँदैछु भरे चिसो नराम्रो लाग्छ ए भाइ मैले मैले कसरी काम गरिदिन्छु के त मैले हो कि भनेर त इन्जिन बोलाइदिन्थ्यो हो कि भनेर भान्जा निरो के बोलाएर बसेको छु म यार भन न यार म आउँछु यार त्यो हुँदैन नि त यार दोस्त के भन्नु छ के भन्नु गाइज दुबईमा कसैको भर नपर्नु त्यही हो काम खोज्नलाई सारदा कहिले पनि नजानु सारदा राउन्ड बोट कोही पनि नजानु है फसाइदिन्छ नाम पनि छैन त्यसको अफिस कहाँनिर छ भने सारजामा ठ्याक्क सारजा रोला पार्कबाट ठ्याक्कै यता अगाडिपट्टि ठ्याक्कै तर त्यहाँ कोही पनि नजानु है त्यहाँ गयो भने गाइस रोयो यस्तो ठाउँमा सुताउँछ नि गाइस म भरे एउटा भिडियो हाल्छु होइन त्यहाँ त्यस्तो ठाउँमा गाइस साथी हिजो भिडियो चाहिँ विकासलाई पठाइदे अनि विकासले त्यस्तै अब क्रप गरेर म भिडियोको माथि साइडमा लगाइदिन्छु क्रप स्रप केही गर्नु भने मैले रातभरि रातभरि उडुसले टोकेर बिहान उठेर भिडियो गरेर चाहिँ एउटा रुमको यस्तो डेन्जर हो नि गाइस कहिले पनि लाइफमा दुबई मलाई अरू ठाउँमा थाहा भएन तर सारजा भनेमा रोला पार्कनिर चाहिँ गाइस कोही पनि नजानु है रोला पार्कमा आउनु कसैले भनेर तपाईँलाई टिकटकबाट केही मार्फत केहीबाट बोलायो भने रोला पार्कनिर हाम्रो ऊ छ हाम्रो अफिस छ यहाँ आउनुहोस् त्यहाँ आउनुहोस् भने गाइस त्यहाँ जाँदै नजानुहोस् त्यहाँ गयो भने मलाई हिजो त्यहाँनिर एउटा किचन हेर्नुको लागि भनेर म गएको थिएँ फेरि पछि मलाई त्यहाँनिर अफर थियो त्यही अफिसमै काम गर होइन त्यस्तो क्लाइम बन हामीलाई मान्छेले यता त्यता भनेर पछि जोइन गर्नु लाग्यो गाइस सुरुमा गाइस पैसा माग्छ पैसा लिएपछि गाइस त जहाँ सुके जहाँ सिधै डाइरेक्ट त्यही भनिदिन्छ त्यहाँकोले गाइस त्यही भएर सारजा रोला पार्कमा गाइस कोही जाने होइन है तैँले कस्तो दुःख भोग्यो त आमा एक रातमा गाइस मेरो साथीहरूलाई सम्झेर यहाँको रुम सम्झेर गाइस फर्स्ट अफ अल भनेको आफ्नो कम्पनी कसैले पनि नछोड्नु जस्तो छ त्यस्तै आफ्नै कम्पनीमा बस्नु यदि बाइचान्स डाइरेक्ट कम्पनीबाट कसैले अफर लेटर दियो भने बल्ल त्यसपछि सोचेर समातेर आफूभन्दा ठुलो मान्छेसँग बुझेर मात्रै जाने गाइस नभए त गाइस सिधा सारजामा चाहिँ पऱ्यो भने त गाइस सिधै फस्यो क्या रोला पार्क भन्छ तिनीहरूले रोला पार्कमा आऊ म एक्सेप्ट गर्छु भने गाइस गाडी चढ्ने भने नि झरेर सबैको पैसा दिनु झरेर रुममा आएर बस्ने गाइस यही हो साथीले चाहिँ अब पहिलाको पुरानो कम्पनी छोडेर अर्को कम्पनी जोइन गर्न गएको अनि उसले दुःख आज पोख्दैछ एक रात गएर बस्यो एक रातमा गाइस एक रातमा चेतेर आयो के भन्नु सबैजना नेपालीहरू एकदम बाहिर त्यस्तै होइन फकाउँछ फुलाउँछ होइन फकाउने नै फेरि नेपाली नै हो क्या फेरि तिनीहरूको म फोटो नै सो गरिदिन्छु फसाउने पनि नेपाली नै हो टिकटकमा तिनीहरूको यति व्यापक छ नि तिनीहरूको होइन तिनीहरू कोरोनाभन्दा डेन्जर छ गाई तिनीहरू भेट्यो भने गाई 1500 चप पारिदियो गाई 1500 दिनाम चप पारिदिन्छ साइडेड भनिदिन्छ जहाँ जानु छ जहाँ भनिदिन्छ 1500 दिनाम तिनी गाई एउटा त्यहीँ अझै बसिरहेको छ त्यसलाई खान सायद न खानीको ठेगा छ न बस्तीको ठेगा छ त्यसैले यहाँ स्पेसली बाहिर देश भने दुबई हाम्रो यहाँ दुबईमा चाहिँ एकदम बुझेर कसैको भर नपर्ने हेर्नु यहाँ भन्छ काम हालिदिन्छु तपाईँ मलाई यति दिनु 1500 दिराम 1000 दिराम यहाँको भन्छ काम हाल्नुको लागि बोलाउँछु लास्टै गाह्रो भाइ हिजो जाने ठाउँमा भाइले हामीलाई भने कम्तीमा पनि नेपाली केटाकेटी 50-60 जना अरे के म भन्छ नि आउने दिन तपाईँलाई भोलिपल्टै काममा हालिदिन्छु भन्छ तर त्यहाँ कति दिन भयो अरे के राखे महिनो बितिसक्यो भाइ तिमी किन आएको भनेर भाइलाई अझ हामी त महिनो भइसक्यो यहाँ आएर पैसा यिनीहरूले यस्तो गर्छ यस्तो भन्छ भनेर त्यसैले कसैको विश्वासै नगर्नु विश्वास भने यहाँ कसैमाथि कसै नगर्नु डाइरेक्ट बोर्ड तपाईँ जानुहोस् कम्पनीमा कुरा गर्नुहोस् जोइन लेटर माग्नुहोस् गर्नुहोस् यो अरूको यहाँ विश्वास नगर्नु म काम हालिदिन्छु डरले यहाँ फसाउने नेपालीमा लास्टै डेन्जरै हो यहाँ डेन्जरै बिचरा मेरो भाइ कहाँबाट बचेर आएछ यहाँ पुलिसले टोकेर रातभरि एउटा रुममा कतिजना थियो भाइ यस्तो म तपाईँलाई भिडियो सेन्ड गर्छु नि कतिसम्मको दुःख आफ्नो कम्पनी जुन आफूले काम गरिरहेको छ त्यो कम्पनी लाइफमा नछोड्नु भन्छ नि चाहे 1000 दियो चाहे 2000 दियो सामले भन्छ नि मेरो कम्पनी त यस्तो टर्चर दिन्छ यो सही होइन तर आफ्नो कम्पनी नेपालबाट जुन आयो नि त्यही राम्रो हो
त्यही बेस्ट हुन्छ। कतिजना थियो अरे एउटा एउटा रुममा म्याक्सिमम त्यहाँ 18 जना चाहिँ छ। हामी एउटा बेडमा 2 जना सुत्यो भनेपछि कतिजना थियो आफै त्यही पनि त्यो बेडको तल हुँदैन फ्लोर 3 भुइँको स्टेप। हो भुइँको फ्लोरमा के सुताइराखेको भाइहरूलाई मैले भिडियो हेरेँ त्यहाँनिर अनि एकदम बिचार छैन कि त्यहाँनिर भन्दैछु नि त्यहाँ जति पनि इलिगल बस्ने मान्छेहरू होइन त्यहाँनिर कसरी बस्ने जति पनि इलिगल बस्नेहरू जस्तै अब भिजा सकेर बस्या कतै भागेर बस्या त्यहाँ आउने रहेछ रातको 15 रुपियाँ सुत्ने रहेछ त्यो ठाउँ भने चाहिँ तपाईँहरू आफै बुझ्नु कस्तो ठाउँमा राखेको थियो उनीहरू के भन्छ बिहानभरि मैले उठेर फोन गऱ्यो बिहानभरि फोन गऱ्यो होइन भन्छ अफिसै खुले छैन अफिसै खुले छैन के गर्ने एक दिन बस 2 दिन बस त्यस्तो भन्दा गाई लास्ट भनेको कामै नलाइदिन्छ यता कम्पनीको पनि भिजा सकिन्छ उता पनि भिजा नलाइदिन्छ त्यसपछि जाँच्छु त पैसा पनि भ्याइन्छ इलिगल त्यसपछि ल पैसा भयो भने त ल अब कम्पनीले नै ल टिकट काटौँ घर जाउँ भन्नु त्यो पनि छैन लास्टमा गाई सालजामा रोला पार्कनिर चाहिँ गयो भने कोही पनि नजानु गाई यति सधैँ छोड्यो होइन कोही पनि नजानु मै गएको हो होइन म पनि यति भएर आयो जस त्यहाँ गएर त्यति बुझियो होइन तर लाइफमा कसैको पनि भर पर्नु हुन्न होइन त्यो कन्सल्टेन्सीको त भरै नपर्नु साथी तपाईँहरूको एउटा कम्पनी चेन्ज गर्नु छ भने आफ्नो मान्छे कोही अथवा त्यहाँ काम बुझ्ने मान्छे छ भने मात्र आफूहरू अलि सक्षम पाराले जानु होला यो पनि यहाँ